हेर्नुहोस् है गाई छोरु आज चाहिँ घुमघाम कार्यक्रममा छु म पनि पुरै लद्दाख एरियाको दृश्यहरू हेर्नुहोस् है। गाई छोरु हेर्नुहोस् है, गाई छोरु हेर्नुहोस् यत्रो टक्क लाएर हामी यहाँ गुम्बामा जाँदैछौँ। यो पहाडमाथिको गुम्बा हो, यो यतातिर छ है। गाई छोरु हेर्नुहोस् है त टक्क लाएर त्यतातिर हेर्नुहोस् है गाई छोरु यता 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 छ ल हेर्नुहोस् है गाई छोरु टक्क लाएर यो पुरै पहाडको उपर छन्। यता हुँदा आइरहेछ हामी तलबाट आएको, तल गाउँबाट है आउँदा 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 यता ल हेर्नुहोस् है गाई छोरु टक्क लाएर ल हेर्नुहोस् गाई छोरु टक्क के गर्ने उम्बा जाने बन्द छ मामा ए खतम भयो नि यार टक्क लाएर होइन गुम्बा यो उपर निर्माण कार्यक्रम भएर गएर छन्, त्यही कारणले बन्द छ जस्तो छ है गाई छोरु। यता होइन नि ल हेर्नुहोस् गाई छोरु होइन जग्गा हेर्नुहोस् यतातिर पुरै पहाड छ, यस्तो गाडी पार्किङको जग्गा हो यो। यता त पुरै पहाडै पहाड पहाडै पहाड छन्, पुरै बस्ती यतातिर पछाडि पनि छ बस्ती। यता हाम्रो गाई छोरु छन् है टक्क लाएर ल हेर्नुहोस् है गाई छोरु कस्तो लाग्छ। लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर चाहिँ दिनु होला गाई छोरु।